छ गाइस अहिले यस्तो गरेर चोप्ने ओइ कस्तो मिठो आजको त यार गाइस जिन्दगीको बाटोमा अघि बढ्दा बढ्दै म चाहिँ आइछु भने गाइस अघि बढेको हैन बढे भएछ भने यार ल पर्छ म्यासरी पिसेर हेलो गाइज वेलकम ब्याक छ हजुरहरूलाई मेरो नयाँ भिडियोमा हैन म हजुरहरूको आफ्नै युट्युबर मिस्टर विराज आइसक्यो म फेरि पनि नयाँ भ्लग लिएर केटा तिमीहरू छक्क परेर होला म किन भ्लग बनाउँदैछु मेरो 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 मलाई के को भूत चढ्यो भनेर तिमी छक्क परेर होला केटा तर मैले एउटा शपथ लिएको छु कि म 2 दिनमा एउटा भ्लगमा हाल्छु भनेर त्यही भएर मैले आज पनि एउटा भ्लग खिच्दैछु केटाकेटी हो हैन मलाई थाहा छ मेरो कन्टेन्ट केही छैन आई नो म घरमा सुतेर बस्ने हो र पनि म भ्लग बनाउँछु सो अहिले त म अब कति आज म 5 बजे उठेको केटाकेटी म सुध्रिसकेँ क्या गाइज म सुध्रिसकेँ होइन रक्क रातिसम्म फोन पनि हेर्दिनँ नो फोन नो गेमिङ नो नाना भाती नो यताउति गर्लफ्रेन्ड सर्लफ्रेन्ड नो म सुध्रिसकेँ केटाकेटी हो रक्क बिहान राति 9 बजे सुत्ने बिहान 5 बजे उठ्ने होइन टक्क यताउति गर्ने तर एउटा कुरा थाहा छ म 5 बजे उठेँ कि मैले मुख धोएको छैन क्या गाइज ट्याक्क लाएर हाम्रो आन्टीले आजदेखि यहाँ पसल खोल्दै हुनुहुन्छ के को पसल रे चरबटे पानीपुरी सो गाइज हाम्रोमा चाहिँ चरबटे पानीपुरी पसल खोल्दैछ होइन हाम्रो यो पसलमा चाहिँ हजुरहरूले चरबटे पानीपुरी पाउँछ अबदेखि सो हजुरहरूले चाहिँ चरबटे पानीपुरी खान आइदिनु होला हाम्रो पसलमा होइन म लोकेसन सबै देखाइदिन्छु तपाईँहरूलाई बाहिर गएर सो यहाँ हेर्न सक्नुहुन्छ यो हो हाम्रो भिकुडी चोक यताबाट तेन्जिङ चोक आउँछ र यताबाट हुन्छ हाम्रो गोपी कृष्ण हल हजुर सिधा आउनुहोस् यहाँ छिर्नुहोस् यहाँनिर यस्तो हुन्छ होइन नाम छ सिन्धुली समिता खाजा घर टकटक हजुरहरू यसरी भित्र आउन सक्नुहुन्छ अनि यहाँनिर हुन्छ हाम्रो मम्मी हाम्रो काउन्टर हाम्रो आन्टी हुन्छ टक्क यहाँ बस्या हुन्छ टक्क हजुरहरू यहाँ आएर टक्क यसरी आउने आन्टी चटपटे आन्टी पानीपुरी भन्ने होइन अनि ट्याक्क त्यसरी हजुरहरूले पानीपुरी चटपटे आएर बोनी त अब यहाँ भ्लगबाट हेरेर आउँछ नि त मान्छे अनि अब यहाँ बोनी गर्ने पैसा भए म कहाँ यहाँ बसिरहन्छु अब बोनी गरौँला नि त अब अलिअलि पैसा दिएर होइन केटाकेटी युट्युबबाट आएपछि पैसा गरेर त्यो न बोनी होइन केटाकेटी त्यही गाइस अब चाहिँ उठिसक्यो अब हल्का फ्रेस फ्रेस भएर मुखबाट ब्रस सस लगाउनु पर्ने हुन्छ होइन सो आज चाहिँ म कतै पढाइसकेँ त सो आज चाहिँ म कतै घुम्न जाने वालामा छु होइन घुम्न मतलब पुरा उवाला होइन क्या आज किनभने गाइस म घुम्न किन जाँदैछु भने नि आज मेरो डेटिङ छ क्या बुझ्छौ नि आज मेरो डेटिङ छ केटाकेटी आज मेरो डेटिङ चाहिँ कोसँग छ चाहिँ मलाई थाहा छैन तर मेरो आज डेटिङ चाहिँ छ गाइस तपाईँहरूको यो बिल्कुल पजै पजेन केटाकेटी हो यो के हो यस्तो यो जम्मा 90 भ्युज क्या यो के यही हो मेरो यही हो मेरो तिमीहरूले यही हो सपोर्ट देखाउने यहाँ भएन यो 9 यो त्यसलाई यहाँबाट 90बाट 9 मिलियनमा लानु पऱ्यो केटा हुँदै भएन केटाकेटी तिमीहरूलाई यहाँ भ्युज मजाले गर्नु पऱ्यो होइन सबैजनाले मजाले हेर्नु पऱ्यो गाइस सबजनाले ड्याङ 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 लडाइ सिबाट हान्नु पऱ्यो यहाँ अनि मैले यहाँ केटी जिस्काएको छु यहाँ हेरै कता हिँडेको बिजुली बालेर अनि मलाई थर्काएको छ केटाकेटी यस्तो मेहनत गर्छु तिमीहरूको लागि म तिमीहरू चाहिँ अब 90 भ्युज यार फाइनली केटा हामी चाहिँ फ्रेस भएर ब्याक भइसकेको छौँ मलाई फ्रेस देख्दैन होला केटाकेटी होइन मलाई फ्रेस देख्दैन किनभने मेरो आँखा यस्तो छ नि नेभर के ब्रो मलाई कहिले फ्रेसै देखेन भनेको यो कस्तो यो जिन्दगी के हो क्या मेरो अनुहार के हो अनुहार जिन्दगी फ्रेस देखेन मलाई होइन आइसक्यो हामी आउनु चाहिँ सो केटा हो मैले फाइनली काम पाइसकेको छु म चाहिँ खाजा पुऱ्याएर म जानुपर्ने हुन्छ गाइस होइन म एक्लै छु केटाकेटी होइन भ्लग बनाएर म बाटोमा हिँड्दैछु क्या गाइस त्यही हो अब हामी खाजा बनाउनु जाउँ खाजा यहाँ छ तिमीहरूले हेर्न सक्छौ होइन टक्क लाएर यो हाम्रो भिकुडी चोक हो केटा हो होइन सो तिमीहरूलाई अब अरू त के भन्नु छैन अब टक्क लागेर हामी चाहिँ स्कुलमा जानेवाला छौँ म पहिला त्यो स्कुलमा पढाएँ नि क्या गाइस जोसेफ पब्लिक इन्टरनेसनल जोसेफ पब्लिक स्कुल भन्ने स्कुल थियो होइन म त्यहाँ पहिला पढेको पनि हो म त्यो स्कुलमा म जाँदैछु केटाकेटी हो त्यो स्कुलमा एक्चुअली मैले के गरेँ भन न गाइस अनलाइन क्लास भइरहेको थिएँ म चाहिँ रनमा चाहिँ मस्त लमा क्यामेरा स्यामेरा अफ गरेर गीत गाएर बसेको भएन त्यो स्कुलमा त्यो अनलाइन क्लासमा भोइसै अन रहेछ क्या मेरो भयो बाटोमा हिँड्दैछु केटाकेटी हो
खाजा यहाँ छ, तिमीहरूले देख्न सक्छौ होइन। जोसेफ स्कुल जाने बाटो यही हो। तिमीहरू चाहन्छौ भने चाहिँ यो स्कुलको बाटो यो हो होइन। यदि गाइज इफ यु वान्ट होइन, यदि तिमीहरू चाहन्छौ भने चाहिँ नजाऊ त्यो स्कुलमा, कामै छैन पढाइभन्दा बढी डिसिप्लिन सिकाउँछ स्कुलमा। तेरीमा ठास्ने स्कुलमा तिमीहरूले डिसिप्लिन सिकाउने कि पढाइ सिकाइदियो बुढे खान्छ। मैले यस्तो भन्नु हुँदैन। के बोल्ने क्या भ्लगमा अब हुन्छ नि त, अब हल्का यताउति ड्याङडुङ प्याङपुङ हुन्छ होइन, छैन। तर मलाई कस्तरी हेरेको मलाई त्यो दाइले क्या हेरिदिँदा क्या एकदम स्टियर दिइसकेको छ होइन त्यो दाइले। मलाई अब डर लागिसकेको छ क्या, म क्यामेरा अफ गर्छु भन्नु तर म गर्दिनँ क्या। त्यो स्कुलमा नि म क्यामेरा बोकेरै जानेवाला छु गाइस। हाम्रो राइडर 1 2 3 यहाँ छ। एउटा कहाँ दिने हो खाजा, खानै छैन मलाई त। खाजा दिने कहाँ, खाजा दिन चाहिँ म आइसकेको छु यहाँ। सिस्टर दिपेश भराइली हजुर भ्लगर नि हो नि, म भ्लग बनाउँछु आजकल, थाहा छैन हजुरलाई। सो गाइस म चाहिँ अब जानुपर्ने हुन्छ यहाँबाट। सो या दिस इज नेक्स्ट क्लिप केटाकेटी हो। मैले खाजा पुऱ्याएर नि आइसकेँ होइन, पसलमा नि आइसक्यो। यहाँ म चाहिँ त्यसरी ऐनामा चाहिँ हेर्नुपर्छ केटाकेटी। उही ऐनामा त कस्तो ह्यान्डसम देखा मलाई। ए उलुलु गाइज डिएम मी इन्स्टा होइन। मेरो स्याडो फाइनली हामी यहाँबाट पनि हिँडिसकेको छौँ मान्छेको कोठाबाट पनि होइन केटा। म यस्तो घुमेँ, मैले भर्खरै सर्कल बनाएँ यस्तो आएर यस्तो गरेँ। म ट्याक्क यहाँ आइसकेको छु अहिले। यो भ्रिकुडी चौक हो हेर्न सक्छौ तिमीहरूले, मेरो हात देखेँ क्या भ्रिकुडी चौक हो। म यताउति लुखुर हिँड्दैछु, के बोल्ने मलाई थाहा नै छैन। जिन्दगी झन् भएको छ यार, एसी के खान सकेको क्या। फाइनली गाइस म घर पनि फर्किसकेको छु होइन। केटाकेटी हो फेरि हामी घर जानुपर्ने हुन्छ। यार सुन्नु हुँदैन यार, यो काममा हात काट्यो भने त यार कसरी मोबाइल चलाउनु गाइस होइन हुँदैन केटा। फाइनली खाना खाने बेला भइसकेको छ केटाकेटी। खानामा आज के छ भनौँ न, घरका मान्छेले कहिले नबुझ्ने भयो क्या, घरका मान्छेले बुझ्दै नबुझ्ने भयो क्या कहिले पनि। शेरलाई अब म जस्तो शेरलाई अब यहाँ घाँसपात खुवाएर हुन्छ नि केटा। फाइनली यो सर्ट देखेर मलाई कुछ याद आएको छ केटाकेटी हो। टक्क यो सर्टलाई चाहिँ अब हामीले के गर्नुपर्ने हुन्छ भने होइन, यो सर्टलाई त अब हामी के गर्छौँ भन्ने नि मलाई थाहा छैन हामी के गर्छौँ, तर यो सर्टलाई गर्छौँ हामी। सो त्यही हो गाइज, मेरो यो ह्याङ्गर चाहिँ एकदम काम गरेन होइन। सो म चाहिँ अब ह्याङ्गर चेन्ज गर्न आँटेको केटाकेटी हो। यो ह्याङ्गरले चाहिँ मलाई एकदमै टेन्सन दियो होइन। मैले ह्याङ्गर चेन्ज गर्नुपर्ने हुन्छ केटाकेटी हो, सबजनाले हेर्न सक्छ तिमीहरूले। अलिक लामोवाला ह्याङ्गर दिनुपर्ने हो क्या गाइज है। के गर्नु त्यस्तै छ जिन्दगीको लाइफमा। चाहिँ अब यहाँनिर टक्कलाएर आँप खाँदैछौँ केटाकेटी हो। नुन खुर्सानीमा यसरी पिसेर मिठो छ केटाकेटी हो। अब चाहिँ हामी यहाँनिर चिज बनाउँछ यहाँ हाल्ने केटा हो होइन। जिन्दगी भनेको यस्तो हुनुपर्छ क्या केटाकेटी, जिन्दगी भनेको त्यस्तो हुनुपर्छ केटाकेटी। आन्टीको जस्तो क्या कम्तीको छ गाइज। हल्का आफ्नो आइफोन फ्लेक्स हानिदिनु केटाकेटी हो। हानेकै हो मैले त, फ्लेक्स हानेकै हो। के गर्छस् त भाइ, तेरो छ फ्लेक्स हान्नुलाई फुच्चे। हानेकै हो मैले त, ल के गर्छस् हानेको हो म्याम पागाहरू गाइज। अब त्यस्तै चाहिँ बाह्र पढाउनु पर्छ फुच्चाफुच्चीहरूलाई के गाइज। हेर्नु न यार मेरो कत्रो पिम्पल आइदिएको यार। आँखा हेर आँखा
सो गाइजहरू म फेरि पनि अब छचन्डाएर म हिँडेको छु होइन कहाँ हिँडेको मलाई थाहा छैन गाइज म यसो अगाडि बढ्दै गइरहेको छु मलाई एउटा मोटिभेटरले के गरेको छ के भनेको छ भने जिन्दगीमा चाहिँ होइन जेसुकै गर तर अघि चाहिँ बढिराख्नु रे क्या त्यही भएर म अघि बढिरहेको छु यसरी होइन स्कुटीले अघि बढिरहेको छु म गाइज अघि चाहिँ म मजाले बढिरहेको छु केटाकेटी हो होइन हेर्नु पनि तपाईँले कहाँ लान्छ मलाई अघि के हो गाइज होइन तपाईँले कहाँ लान्छ अब हेरौँ सो गाइज जिन्दगीको बाटोमा अघि बढ्दै म चाहिँ कहाँ आइछु भने गाइज अघि बढेको होइन बढे भएछ भने क्या ल म त पारा फाइनली अब यहाँनिर मेरो माल पानी पनि बनिसकेको छ गाइज म यहाँ खानु हुन्छ छ गाइज अहिले यस्तो गरेर चोप्ने सो फाइनली मैले चाहिँ भोजन ट्याक्क पारेर हानिसकेको छु दर्शकहरू होइन हाम्रो आन्टीले एकदम मिठो पानीपुरी बनाउन सक्नुहुन्छ हजुरहरू हाम्रो आन्टीकोमा आएर खान सक्नुहुन्छ गाइज है पसल यही हो आन्टी प्रमोसन गर्दै गएँ फ्रीको प्रमोसन फाइनली मैले भोजन हानि सो अब म जानुपर्ने हुन्छ यहाँ जाम भयो गाइज ठुलोवाला जाम भएको छ अब म पछाडि हट्नुपर्छ गाइज म अघि बढ्दै थिएँ अङ्कलले सार्दै हुनुहुन्छ अब जाम खुल्यो अब हामी जानुपर्ने हुन्छ केटाकेटी हो होइन अब म हिँडिसकेँ म फेरि पनि अघि बढ्दैछु गाइज जीवनमा अघि बढ्नुपर्छ भनेर होला म अघि बढ्दैछु यहाँ बिचबाट म गइसकेको छु गाइज म फेरि अघि बढ्दैछु केटाकेटी हो टप 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 घर गएर मम्मी उठ्नु भएको छ भने म मम्मीलाई एकछिन यस्तो ल्याङ हान्छु आज म मम्मीलाई हाँस्नु दिएको छु नि